मेरो सिन्दुर पुछेको छ। मैले भर्खर 29 वर्षको हुनहार श्रीमान गुमाएको छ। मेरो कमाइ अलि भाडो भनेको उहाँ हो। उहाँले कमाउनु हुन्थ्यो, ल्याउनु हुन्थ्यो, मैले खान्थेँ। बच्चा सानो छ। राज्यको लागि भनेर जानुभयो। मलाई थाहा पनि भएन, म हेर्छु भनेर जानुभएको थियो। अब त्यसरी राज्य पछिको मान्छेबाट गोली लागेको छ उहाँलाई। अब मैले के भन्ने? उहाँहरू मार्फत मलाई के गर्न सकिन्छ? राज्यले दिने न्याय के हो मेरो लागि? मेरो श्रीमानको लागि सही घोषणा गर्नुपर्छ। उहाँलाई गोली लागेको छ। गोली लागेर पनि तुरुन्त अस्पताल पुर्याएको छैन। उसलाई मर्न छोडिदिएको छ। लम्पतारो रोडमा तेर्सिन दिएको छ। पुलिस पछिले हस्पिटल पुर्याउँदाखेरि मेरो श्रीमानको साथमा कोही मान्छे छैन, एउटा एम्बुलेन्स ड्राइभर बाहेक। मैले फोन गरेर मेरो श्रीमानको फोन गरेर बल्ल मैले मेरो श्रीमानको त्यस्तो घटना भएको भनेर थाहा पाएको।